नेपालको वैज्ञानिक को हो भनेर यहाँ हाजिर जवाफ प्रतियोगितामा यो स्कुलहरुमा भन्ने गरिन्छ, सोध्ने गरिन्छ। अनि त्यसको जवाब चाहिँ गेहेन्द्र शमशेर, पहिलो वैज्ञानिक गेहेन्द्र शमशेर हुन् भन्ने भनिन्छ। अब अहिलेको वैज्ञानिक को हो भन्दाखेरि मलाई, म वैज्ञानिक पनि होइन, केही पनि होइन, अहिलेको वैज्ञानिक महावीर पुन हो भन्छ हैन। अब हामीले चाहिँ सोचाइ के गर्यौं भन्दाखेरि जुन जो नेपालको एकदमै वैज्ञानिक थिए पहिला त्यसलाई चिन्दै चिनेनौं। नेपालको पहिलो वैज्ञानिक को हो? नेपालको पहिलो वैज्ञानिक भनेको जसले यो आयरनहरु चलायो, त्यो त सयौं वर्ष, हजारौं वर्षदेखि एउटा गाउँमा बसेर त्यो गाउँलेहरुलाई चाहिने कुटो, कोदालो, हँसिया, बन्चरो बनाउने वैज्ञानिकहरु त उनीहरु हो नि। हामीले त्यो पहिलो वैज्ञानिकलाई चिनेनौं अनि पहिलो वैज्ञानिकलाई चाहिँ अर्कैलाई भनेर राख्यौं नाम। त्यसकारणले पहिलो वैज्ञानिकहरु जुन छ नेपालको भनेको आयरन चलाउनेहरु भए अनि उनीहरुले चाहिँ केही कुराहरु गरेर हाम्रो जीवन निर्वाहमा सहयोग गरे। अब तर विडम्बना के भयो भनेदेखि जो वैज्ञानिकहरु उति बेलाको वैज्ञानिकहरु थिए जसले चाहिँ एउटा संसार भनौं न नेपाल धान्दिएको थियो, किनभने कुडो बनाइदिएन भने कसरी खेती गर्थे, हँसिया बन्चरो बनाइदिएन भनेदेखि कसरी चाहिँ उनीहरुले अरु जनताले चाहिँ अनि घर बनाउँथ्यो अनि खेतीपाती कसरी गर्थ्यो। तर उनीहरुलाई के गर्यौं भने हामीले एउटा तल्लो दर्जामा राख्यौं हैन, पानी नचल्ने भनेर राख्यौं, अछुत भनेर राख्यौं। अनि त्यो राखेर सधैँ अहिलेसम्म पनि त्यो छ। कर्णाली अञ्चलकै कुरा गर्ने हो भने अछुत भएको कुराहरु, छुवाछुतको कुराहरु कर्णाली अञ्चलमा धेरै आइरहेको छ। त्यसकारणले गाउँघरको चाहिँ उसलाई प्रतिभाहरूलाई चाहिँ ल्याउनु पर्छ। अहिले राष्ट्रिय आविष्कार केन्द्रमा हेर्नुहोस्, उता दार्चुलादेखि लिएर वा ताप्लेजुङ, उता के अरे पूर्व सङ्खुवासभादेखि लिएर यो जतासुकै यो डडेलधुरा यतातिर जम्मै मान्छेहरू, केही मान्छेहरू जो पढे लेखेको छैनन् तर उनीहरुसँग सिप छ, राष्ट्रिय आविष्कार केन्द्रमा आएर बनाउन केही चीजहरू बनाउन कोसिरहेछ। अब आयरनकै कुरा गर्ने हो भने एकजना भाइ आसामबाट आएको थियो, ऊ चाहिँ कहिले पनि त्यसरी चाहिँ मेसिनहरू नबनाएको तर आयरनमा चाहिँ काम गरेको। त्यो भाइले राष्ट्रिय आविष्कार केन्द्रमा 3 महिना बसेर त्यो फलाम एउटा मोटरले चलाएर फलाम कुट्ने, उसलाई त मोटर पनि थाहा थिएन पहिला, त्यो फलाम कुट्ने चाहिँ बनाएर त्यहाँ चाहिँ परीक्षण गरिरहेको छ। अब यस्ता किसिमका जुन छ यस्तोहरूलाई पनि रैथानेहरूलाई पनि उस गर्ने के अरे प्रोत्साहन दिने गर्नुपर्छ। यदि राष्ट्रिय आविष्कार केन्द्रले त्यो भाइलाई हामीले हैन सक्दैनौं, तिमीहरूले के अरे तिमीलाई चाहिँ हामीले मद्दत गर्न सक्दैनौं भनेको भएदेखि उले त्यो पनि बनाउन सक्ने थिएन। र अहिले विकास गर्दै अझै पनि अरु बनाउँछु भन्दै छ। त्यस किसिमले चाहिँ यो रैथाने जुन प्रविधि छ त्यसलाई विकास गर्नको लागि रैथानेलाई नै खोजेर हामीले त्यस्तो ठाउँ दिनुपर्छ जहाँ चाहिँ उनीहरूले चाहिँ आफ्नो सिपको विकास गर्न सकुन्। तर नेपालमा चाहिँ के छ त भन्दाखेरि आविष्कार अनुसन्धान गर्ने भन्ने बित्तिकै मास्टर्स डिग्री पढेको, पीएचडी पढेको अनि धेरै चाहिँ देश विदेश खाएकोलाई मात्रै के अरे अनुसन्धानकर्ता भन्ने बुझिन्छ। तर गाउँ घरमा केही न केही गरेको मान्छेहरूलाई हामीले उनीहरूलाई अनुसन्धानकर्ता अथवा नपढेको भनेर चाहिँ उनीहरू वास्तै नगर्ने चलन भएको हुनाले यो भएको विकास नभएको।